बाई मम्मी म चाहिँ अब अलमोस्ट रेडी भइसकेको छु घाँस काट्न जानको लागि। उता पछाडि मेरो आमा भइसँग म सासु आमा मेरो छोरी रुइरहेको छु। आऊ 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 आऊ। म चाहिँ आफ्नो हतियार बोकेर तयार भइसकेको छु, जाँदैछु, बाटोमा छु। अब एकछिनमा घाँस काट्ने ठाउँसम्म पुग्छु, त्यसपछि पनि भिडियो चाहिँ बनाउँछु। तर म आफैले बनाउने हुँदा कस्तो हुन्छ त्यो मलाई पनि थाहा छैन है। देखाउँछु र म बाटो कस्तो छ हाम्रो। ओहो यो अहिले बाटो त डेन्जर होइन, यो भने सुपर डेन्जर पो रहेछ है। फेरि बाँसको पात खसेर यस्तो चिप्नु, अरे झन्डै चिप्लिन्छ नि यो बाटो। ल सानातिना गोरेटा झोरेटा छिचेल्दै उकाली ओह्राली अझै अलिक दाउरा पनि लानुपर्छ के गर्नु। बरु डोको ल्यायो हुँदैछ है, दाउरा पनि लैजानु हुन्छ ठिकै छ। ल गर्दा गर्दै अब घाँस काट्ने हाम्रो रन्तिर त आइयो। तर घाँस चाहिँ के काट्ने होला त। नयाँ घाँस कलिलो छ, पुरानो घाँस सुकिसकेको छ। अब यसमा मैले के गर्दा उचित हुन्छ? यो कपाल के हो यस्तो, टुप्पी जस्तो यो अगाडि यहाँ पनि टुप्पी कहिलेबाट आउनु थाल्यो? वाट इज दिस बिहेभियर? कति ल्याङ गरे हो। म घाँस काट्ने ठाउँ त आइपुगेँ, तर अब यहाँ घाँस चाहिँ के काट्ने थाहा पनि छैन। यही अम्रिसो काट्नु पर्यो। सबै फुलहरू सुक्या, पुरानो चाहिँ अब नयाँ भर्खर पाउला पला छ, के काट्नु। यहाँ हाम्रो बाटो कस्तो छ। ओहो त्यो लाखौँ हजारौँ खर्च गरेर दुनियाँ ट्रेकिङ र हाइकिङ भन्दै पहिले हिँडेको त अहिले त पैसा खर्च बेकार गरियो जस्तो लाग्यो। यहाँ यस्तो यस्तो बाटो हिँड्न लेखाएर चाहिँ फ्रीमा होइन। ए ट्रेल भनेको छ, हाइकिङ भनेको छ, दुनियाँभरको जुत्ता लाठी चप्पल चस्मा ब्याग 10 थरी किनेर त हिँडेको त। ल भरे यस्ता भिरमा हिँड्नलाई लेखाएर चाहिँ चिन्दैन लु है। लु हेरौँ, मैले विगत 2 पल्ट पछिल्ला होइन 2 पल्ट अलमोस्ट 3 पल्ट ट्राई गरिसकेँ यो रुखमा। यतापट्टिको थोरै यो घाँस चाहिँ बाँकी छ होइन, काट्नलाई चढ्न नसकेर डराउँदै झर्दै गरेँ कि। अब आज हेरौँ है त कतिको काटिन्छ कि काटिन्न। आज फेरि ट्राई गर्छु ल। त्यो रुखमा जान बाँकी नै छ। अहिलेको लागि चाहिँ म यता छु है। एउटा सानो छ, अब यो यसो अलिअलि यिनीहरू काट्नुपर्ने छ है। टुप्पोको त्यो एकलग त्यो काट्नु पर्ला। जत्रै यो कलिलो छ कि घाँस, फेरि कलिलो घाँस खायो भने बाख्रालाई लाग्छ अरे। अनि सो द्याट होइन, यसो मिलाएर बुझाउँ न। उही अलिकति काट्छु ल। फाइनल्ली म यसले डराउँदै कराउँदै यहाँसम्म आइपुगेको छु। अब म यो रुखलाई यहीँबाट काटिदिनु पर्छ है, क्या हो, गिँडिदिनु पऱ्यो ऊ त्यहाँबाट। ल है गाइजहरू हेरौँ। यहाँ आएपछि पो बल्ल देखियो त ऊ त्यहाँ त त्यत्रो रुख घाँस रहेछ सुकेर बस्यो। म त तलबाट हेर्दाखेरि त त्यो कमल भर्खर नयाँ पाउला पला जस्तो देखिन्थ्यो होइन, त्यो पहेँले घाँस भएको। तर यहाँ हेर्दा त कति रहेछ, कति भए सुक्या त। म त बरु त्यही रुख सर त्यो पो घाँस काट्नु पऱ्यो क्या। ल दुःख सुख यति काट्यो अमृसो, त्यो बेङ्गलेसले अलिअलि काट्यो है। अमृसो काट्नु हो यो अलिकति मिलाएर भारी पुर्याउनु पर्ला। म हरेकचोटि यो बारीमा आउँछु नि, हरेकचोटि नयाँ नयाँ घाँसहरू देखिरहन्छ कि। खास मेरो टार्गेट चाहिँ त्यहाँ त्यो छ नि त्यो टुप्पोको त्यो येल्लो कलरको फुल्यो घाँस, त्यो टिप्ने टार्गेट हो। तर फेरि आज फेरि मैले यो घाँस पनि देखेँ ल। यो रुख मैले त यादै गरेर हिँड्छु क्या लिटरली है। अब यसो हेरौँ, यो काट्नु त काटौँ ल, तर खान्छै खान्न यो घाँस। खाएछ भने पनि ठिक छ होइन, खाएन छ भने पनि ठिकै छ। ल यही घाँस खानु पर्ला, खानु पर्ला होइन, खुवाउनु पर्ला। एउटा चाहिँ हामी काटिदिनु पऱ्यो है, जे पर्ला पर्ला। दुःख सुख यति चाहिँ चढिएर काट्यो है त। धेरै काट्न सकिएन, रुखले अप्ठ्यारो थियो, चढ्नलाई गाह्रो पऱ्यो। यति चाहिँ काटेँ है, ठिक छ। नेक्स्ट टाइम चाहिँ अलिकति काटाउँदाखेरि घाँस खाने हो कि होइन पनि डर लाग्यो क्या। यति अप्ठ्यारो गरेर चढ्नु अनि फेरि घाँस खाइदिनु भने त बर्बाद छ भनेर। ल एउटा सानो डालो घाँस काटेर ल्याएको, काट्नु त काट्यो, फर्किनु के गर्यो थाहा छैन। यस्तो बाटो छ न, उता पुग्नु पर्ने छ मलाई। म के गरी हिँड्ने होला, त्यो खुट्टालाई अहिले फालिदिन्छु। आऊ
भगवान रक्षा गर है प्रभु। ए प्रभु नि मेरी आमा मेरो प्रभु। लु मेरो खुट्टा हेर्नु त गाइजहरू। अब घाँस लिन चाहिँ त्यो घाँस हो कसरी पुग्नु होला। त्यसलाई काटेर टुक्रा पारेर ल्याउनु पर्ने छ। अब यसरी बसेर जानु त होइन नि। आयो है आयो यो रे इन्टरनेटबाट काटेर फालेर आउँछ बेबी। आऊ 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 त्यो पनि खसेलो राम्रै छ। हाँस्दै त्यो जम्मा पारियो कि चावडा पात होइन 1 मुठा जति भएको छ। अब दाउरा यति नाश हुन्छ नि यहाँ। अब यहाँ यस्तो दाउरा छ होइन। त्यहाँ हेर्नु न त्यो कति ठुलो मुढा छ। त्यो कहिले पोहोर काट्यो हो कि कहिले काट्यो हो है लडेर बस्छ। यस्तो दाउरा त यति छ यहाँ। यहाँ बस्छ लोभ लाग्छ। घर गएपछि फेरि अल्छी लाग्छ। त्यस्तो हुन्छ कि ल हेर त यो के अल्झेको होला यस्तो। त्यस्तो छ हौ गाईहरू त्यस्तो छ। यता त्यो रुखमा कहाँ जाने बाटो यस्तो रहेछ। कहाँबाट जाने होला त। यहाँ बाटो चाहिँ कहाँ छ त त्यहाँसम्म त सायद त्यो बाटो नभेटेर पनि त्यो घाँस बच्या रहेछ क्या होइन त्यस्तै सुकुन्जेलसम्म। हे भगवान् यो कति अमृत हो। यहाँ फेरि कति काट्ने हो यो अमृतले थाहा छैन। कसरी पुग्ने होला बाबै गाह्रो पऱ्यो। लौ न च्यालेन्ज गर्छ फेरि बाटोले पनि हौ। लौछ एउटा घाँसको लागि यो निर्दोष यो बिरुवाहरू त्यसै काटिए है। त्यसको लागि म क्षमा प्रार्थी छु। तिमीहरूको गल्ती त खासै छैन। त्यसका बाटो झन्डै गरियो। कस्तो बाटो कति पनि ढुङ्गा पनि यहाँ त ल है अब रुखमा कसरी चढ्ने ल अब जसो तसो चढ्नु पऱ्यो है। आई डोन्ट नो म कसरी यो रुखमा आइपुगेँ। तल हेर्दा काली लाग्छ। अब आउनु त आयो। हनुमानजीको कृपा हे हनुमानजी थ्याङ्क यू सो मच। अब झर्ने कसरी मेरो हात कामिरहेछ। यो समाउनु पनि सकेको छैन। यो फोन खस्छ कि भन्ने डर लागिसक्यो मलाई त। यस्तो रुखमा म के गरी चढ्ने होला भगवान्। यो कहाँसम्म छ भने थाहा छैन। कपडा पनि च्यात्तै क्या घाँस सार्दा यता। ल यो घाँस दुइटै काटिसक्यो है। अब म झर्छु यसरी। आउँछु ल तपाईँहरू कति अग्लो छ रुख म कति माथि छु भनेर हेर्नु है। देख्नु कहाँ छ त भगवान्। झर्ने कसरी होला। हात कामेछ खुट्टा कामेछ थर भगवान्। ल हनुमानजी मलाई रक्षा गर्नु जसरी आउँदाखेरि चढ्दा सहयोग गर्नुभएको थियो मेरो प्रभु। डर लाग्यो माइलर तल कति ढुङ्गा छ। हे भगवान् आइपुग्यो। बल्ल बल्ल माथिबाट झारे घाँस है। अन्त यहाँ आएर यस्तै गरी अल्झिन्छ। यति रिसिस छ नि मलाई फेरि त्यो घाँस माथिबाट झार्न भन्दा पनि यस्तरी कलेक्सन गर्न बडा दुःख लाग्छ क्या। त्यो कता हो कता फेरि त्यो खुर्पा कहाँ गयो थालेको मैले लौ हरायो कि क्या हो त हौ। यहाँ त्यो खुर्पा नलगे त म घर नगए पनि भयो। अमृतको फेरि फुल यति झर्छ अब छिप्पेको कि यो चिलाउँछ। अब यो घाँस झार्नु पऱ्यो। छिप्पेर पनि के गर्ने। चिलाएर पनि के गर्ने। खुर्पा खोज्नु पऱ्यो गाइस। खै क्यामेरामा देखिन्छ खुर्पा। यो खुर्पा वेयर आर यु। हे सिरी फाइन्ड माई खुर्पा। भारी मिलाउने है हाल्ने। ल मान्दैन भारी पनि। ल फाइनल्ली यता गर्दा कति घाँसको मुठा पनि बाँधिएन लाग्यो है। त्यो घाँसको भारी भित्र पुगेछ। नपत्याउँदो पारामा घाँस त ठुलै भारी भएछ है। अब यसलाई मैले बाँध्छु। ल
यो एक्लै भएर अलिक गाह्रो भएको थियो मलाई भिडियो गर्नु हो। नेक्स्ट टाइम चाहिँ एकजना साथी ल्याएर मजाले म तपाईँहरूलाई देखाउँछु है त घाँस कसरी काट्ने भनेर। कोही चाहिँ हुन म पनि सिक्दैछु, कोही साथीहरू कम्प्युटर सिक्छन् है, कोही गाडी चलाउन सिक्छन्। म चाहिँ घाँस कसरी काट्ने भनेर सिक्दैछु ल। अलमोस्ट पास हुन लागिसकेको छु म। यसले पनि प्रुफ गर्छ कि आएन क्विक लर्नर। यो मेरो आउँदादेखिको यस्तो कपाल यो के हो त, यो के हो यस्तो यत्रो भारी पुर्याएँ। 1 घन्टा जति भयो अलमोस्ट है। यतिसम्म जस्ता त्यस्तै छ यो टुप्पी। ल यो टुप्पी सोझिएन तर मेरो भारी चाहिँ पुग्यो। म घर जान्छु ल। आऊ काँटा लाग्थ्यो अप्ठ्यारो पो भयो। काँटालाई यस्तो मिलाउनु पऱ्यो कि कति राम्रो काँटा छ है। त्यो मैले काठमाडौँबाट ल्याएको होला गाइस। पैसा चाहिँ नसोध्नु होला नि फेरि। पैसा चाहिँ मलाई पिआर प्याकेज हो भनौँ न। मेरो पिआर कहाँबाट भन्दा ओजस्वी कस्मेटिक कलङ्की मन्दिर छ नि त्यसको जस्ट अपोजिटबाट साङ्गो रोड ठ्याक्क गल्ली छिर्ने बित्तिकै फर्स्ट टर्निङमा त्यो पसल चाहिँ लोकेटेड छ। तपाईँहरू पनि गएर भिजिट गर्न सक्नुहुन्छ। जय बजरङ्गबली भने त मेरो नामले बाङ्गो भएछ। मलाई कसरी लाने होला भारी बाङ्गो भयो मेरो त। बाङ्गोस् न सिधा होस् मैले पछि भइहाल्छ। ए भरिया दाइले बिसाउने भारी सुनमा डाँडेको चौधरी लगेर निधारमा नाम्नु पर्यो। आफू त लडेर झन्डै मऱ्यो। भाइ अब म जान्छु, घर पुग्छु। टेक केयर गाइज। रात मेरो यस्तो हुन्छ क्या किसान मान्छेको है। खेतीपाती बाख्रा गाई भैँसी गोरु कुखुरा ओहो हात हेर त मेरा यस्तो छ है गाइजी। बाई। हिँड्न त हिँड्ने फेरि यस्तो यति अल्झाउँछ नि यो घाँस। बल्ल 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 भारी पुऱ्याइ अब यस्तो हुन्छ क्या यहाँ अल्झेर नि घाँसभरि यहीँ खस्छ। अनि यस्तो भएपछि नि साँच्चै लाग्छ क्या जिन्दगी। के घाँस त यस्तो खस्छ हातले चिप्ने अल्झेछ थाहै छैन। यस्तो बाटो छ चिप्लिने बाटो। यहाँ माथि अल्झास म के गरी जान्छु होला त है। यस्तो बाटो ल। यहाँबाट खस्यो भने कहाँ पुगिन्छ थाहा छैन है गाइज। यति मैले टेका छु नि हो यति मात्रै हो बाटो। यो सिधै यति बाटो त्यो तलको सबै भिर हो। कहाँ पुग्नु बिर्छ थाहा छैन। थाहा छ त थाहा छैन। ए भगवान् कता हो झन् बेसी त माछा मारिहाल्यो नि। ल ल यस्तो बाटो हेर्नु यसरी पनि घाँसको भारी पुऱ्याउनु परेको छ। के गर्नु होइन खुवाउनै पऱ्यो। लाला छनको 2वटा जति लाला छन्। तिनका लागि यत्तिको दुःख गरिरहेको छ है। घाँसको भारी बोकेर आइरहेको छु। कपडा हेर न मेरो कस्तो छ। यस्तो कपडा लाएर हिँड्ने छ जिन्दगीमा। अझ कति सानले फोटो खिचिरहेको छ भिडियो गरिरहेको छ होइन। अझ यसलाई नेटमा पोस्ट गरिन्छ। आहा कति सानो के। फाइनल्ली म घर पनि आइपुगेँ। हेर्दै घर आइपुगेँ है त। मैले नाम खाइसकेको छ। नमस्ते छोरी कतिखेर आयो? कहिलेबाट स्कुल बिदा भयो तिम्रो? हाम्रो 17 गतेतिर बिदा भएको थियो। कति बस्थ्यौ? है तल थियौ तिमी अन्तकोमा? ए ल आए हाम्रो घर आइपुग्यौँ है। भुकुली के गरेर चाहिँ थाहा छैन। त्यो बाटो चाहिँ यस्तो छ नि अब अल्झिन्छ है। हाम्रो लालालाई यिनीहरूलाई मैले यत्रो दुःख गरेँ। ए खाउला नखाउला हट। यसलाई फेरि खाना हतार लागि हो के छोड। फेरि यो छठमा अल्झिन्छ के। छठमा हैरान बनाउँछ। यो पुरानो घाँस छ अलिकति हिजोको होइन। त्यसपछि यसलाई यस्तरी फालिदिनु पऱ्यो। ल सक्यो ल गाइस। थ्याङ्क्स फर वाचिङ बाई। यो भालेर मलाई ठुलो ठिक पऱ्यो भाले। यति भएपछि आज मलाई काम पुग्यो। मेरो आजको हाजिरी भयो। यति छ ल आज भाइ।